नमस्ते साथीहरू, तपाईहरू सबैलाई धेरै धेरै स्वागत छ आजको मेरो यो सानो मिनी ब्लगमा। अहिले चाहिँ म साउदीको यो विशाल मरुभूमिको बीच बाटोमा गाडी बिग्रेर अलपत्र अवस्थामा छ है साथीहरू। चारैतिर हेर्दा सुनसान बालो घारी मात्रै छ, के गर्नु, वरिपरि कुनै मार्केट छैन, होटल पनि छैन, टाढासम्म हेर्दा सुनसान मात्रै देखिन्छ। र आज मेरो गाडी बीच बाटोमै बिग्रेको छ साथीहरू, त्यसैले सायद आज मेरो बास यतै हुने हो कि जस्तो लागिरहेको छ। वरिपरि सुनसान मात्रै छ, घाम पनि यति तातो छ कि बाहिर 2 मिनेट उभिन पनि गाह्रो हुन्छ, तातो हावा चलिरहेको छ। र यो मरुभूमिको बीचमा बसिरहँदा जीवनका धेरै कुराहरू सोच्न मन लाग्दो रहेछ साथीहरू। तर के गर्ने, हामी परदेशीको जीवन भनेको यस्तै रहेछ। हामी घरबाट ठुलो सपना बोकेर निस्किन्छौँ, आफ्नो परिवार खुसी बनाउने सपना, आफ्नो भविष्य राम्रो बनाउने सपना। तर त्यो सपनाको पछाडि कति दुःख हुन्छ भन्ने कुरा धेरैले थाहा हुँदैन रहेछ। मान्छेहरूले बाहिरबाट हेर्दा हामी ठिकै जस्तो देखिन्छ होला, तर भित्रभित्र कति दुःख, पीडा, सङ्घर्ष भइरहेको हुन्छ भन्ने कुरा आफूलाई मात्रै थाहा हुन्छ है साथीहरू। यस्तो सुनसान ठाउँमा काम गरिरहँदा आफ्नो देशको हावापानी याद आउँदो रहेछ साथीहरू। आफ्नो गाउँघर याद आउँछ, साथीभाइ याद आउँछ, परिवार सबैको सम्झना आउँछ। र कहिलेकाहीँ त यस्तो लाग्छ कि जिन्दगी पनि यो मरुभूमि जस्तै रहेछ जस्तो लाग्छ। तर दुःख जति सुकै भए पनि हामी अगाडि बढ्नै पर्छ। दुःख भनेको आउँछ अनि जान्छ पनि, जे जस्तो भए पनि हामीले आफूलाई बलियो बनाउँदै जानुपर्छ साथीहरू। सायद यही नै हो हाम्रो जीवन भनेको, कहिले घाम, कहिले छाया, कहिले खुसी, कहिले दुःख, तर यात्रा भने चलिरहनु पर्छ। त्यसैले साथीहरू, यदि तपाईँ पनि जीवनको कुनै कठिन बाटोमा हुनुहुन्छ भने कहिले हार नमान्नुहोस्। समय सधैँ एउटै हुँदैन, आज दुःख छ भने भोलि राम्रो दिन पक्कै आउँछ। र एउटा कुरा साथीहरू, म यस्तो खासै भिडियो बनाउने मान्छे त होइन, तर आज यो सुनसान ठाउँमा बसिरहँदा यसो मन लागेर बनाएको मात्रै हो। यदि तपाईँहरूलाई मेरो यो सानो भिडियो मन पर्यो भने फलो गर्नुहोस्, लाइक गर्नुहोस् अनि कमेन्ट गर्नुहोस् है। र अन्त्यमा जो जहाँ जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोस्, आफ्नो काम इमान्दारीले गर्नुहोस् र सधैँ खुसी रहनुहोस्। दुखी भएर जीवन बिताउनु भन्दा सानो मुस्कान लिएर यो सङ्घर्षमय जीवनलाई अगाडि बढाउनुहोस्। ल साथीहरू, आजको लागि मैले मेरो कुरो यतिमै टुङ्गाउन चाहेँ। फेरि अर्को भिडियोमा भेटौँला। टेक केयर।